सम्पूर्णमा नमस्कार। आज चाहिँ 8 वर्ष अगाडिको फेसबुकमा मेरो मेमोरी आएछ। मेरो सासूआमा 8 वर्ष अगाडि जापान आउँदाखेरि भएको घटना र उहाँलाई चाहिँ यहाँ दुखेर हामीले हस्पिटल लिएर गएको थियौँ, ग्यास्ट्रिक भनेर पहिलोचोटि। त्यस हस्पिटल लग्यौँ। हस्पिटलबाट चेक गरेर लिएर आएपछि चाहिँ उहाँलाई ग्यास्ट्रिक भन्ने ग्यास्ट्रिक औषधि खान दियो। दिनभरि छोरालाई घरमा सँगै आमासित राखेर चाहिँ म र मेरो श्रीमान काममा गयौँ। अनि बेलुका म कामबाट 7 बजे घर आउँदाखेरि चाहिँ उहाँले दिउँसो अब के खानुभयो खाजाहरू। तर म आएपछि पनि के खानुहुन्छ भन्दा मिसे सुप खाने कि ग्यास्ट्रिक हो, ठिकै हुन्छ भनेर मिसे सुप बनाएर खाना दिँदाखेरि चाहिँ उहाँलाई एकदमै फेरि जलन भयो, खान सकिनँ भनेर भन्नुभयो, नातिनु भने। त्यसपछि मेरो श्रीमान 8-9 बजेतिर कामबाट फर्किनु भयो। आएपछि चाहिँ गाह्रो भयो भनेपछि हामीले एम्बुलेन्समा लिएर गयौँ हस्पिटल जाँदाखेरि चाहिँ एम्बुलेन्स बोलाएपछि एम्बुलेन्स चाहिँ मुटुको हस्पिटल लिएर गयो। मुटुको हस्पिटलमा लगेर चेक गराउँदाखेरि चाहिँ उहाँको मुटु सुन्निएको, अनि त्यसपछि हार्ट एट्याक भएको भनौँ न, मुटु सुन्निएको, बिपी एकदमै बढेको, त्यस्तो सिम्टम देखियो। त्यसपछि उपचारको लागि चाहिँ हामीले शनिबार शुक्रबार बेलुका लगेको थियौँ। सोमबार चाहिँ मुटुको अपरेसन गर्ने। त्योभन्दा पहिला बाहिर कहीँ पनि घुमाउन नलगाऊ, घरमै राख हो भनेर भन्नुभएको रहेछ। अनि राति 2 बजी हस्पिटलबाट ल्याएर अनि नखाइकन गएको थियौँ। आएर यत्तिकै खाएर सुतौँ भनेर हामी सानो कोठा थियो, लस्करै सबैजना सुत्यौँ। म, मेरो छोरा, श्रीमान, सासू भएर। अनि सुत्दाखेरि चाहिँ आमा केही गाह्रो साह्रो भयो भने उठाउनु है, भन्नु है, नभए हातले यस्तो तान्नु है भनेर भनेको थियौँ। भन्दाखेरि चाहिँ हामी सबै झपक्क निदाउन लाएछौँ। तर आमा उठेर यस्तो सल्भ लाउनु भयो। अनि मेरो श्रीमानले आमा के भयो भनेको, मलाई गाह्रो भयो भन्नुभयो। गाह्रो भयो भनेपछि उहाँलाई उठेर छाम्दाखेरि चाहिँ बिपी चाहिँ 60/35 भइसकेको, ढुकढुक हल्का थिँदै थिएन। त्यसपछि श्रीमानले हात, मैले खुट्टा एकदम मिचेर अनि बिपी नाप्दै हस्पिटलमा फोन गर्दै यो गर त्यो गर, यहाँ बिपी घटाउने राखिदिएको छ, पिस्टी गर, त्यो निकाल, यताउता भन्यो। त्यसपछि जति सक्यो छिटो हस्पिटल लिएर आइज भनेपछि हामीले चाहिँ एम्बुलेन्स बोलाउँदा ढिलो हुन्छ, ट्याक्सीमा ल्या भन्यो। 3 तला माथि बस्थ्यौँ। सासूआमाको शरीर चाहिँ एकदम ठुलो छ कि म चाहिँ अलिकति सानो नै परेँ। अनि मैले बोक्नु सकिनँ, त्यही पनि बोक्ने प्रयास गर्दै बल्ल बल्ल तल झारेर श्रीमानले छोरालाई छोड्नु भएन। श्रीमानले हस्पिटल लिएर जानुभयो। हस्पिटल लगेको त अपरेसन गर्नुपर्छ भनेछ, फोनै लागेन, फोन गर्नु भएन। हामी यता सुतेनौँ होइन। त्यसपछि चाहिँ सासूआमालाई अपरेसन भएपछि होसमा आएपछि बिहान 6:30 बजे फोन गर्नुभयो श्रीमानले। अनि 2-3 बजेतिर हस्पिटल लगेको सर फोन गर्नुभयो। फोन गरेपछि सबै राम्रो भयो भनेर भनेपछि चाहिँ भोलिपल्ट हामी खानासाना लिएर हस्पिटलमा गयौँ। हस्पिटलमा चाहिँ हामीले रुम नभएर क्याबिनमा राखेको थियो। 1 हप्ता जति हस्पिटल बसेर घर ल्यायौँ। घर ल्याएर फेरि बिचमा फलोअप गर्ने गरेर फेरि त्यसपछि 2 महिना बसेर हामीले नेपाल लिएर गएर अनि गङ्गालाल हस्पिटलमा फेरि जाँदा फेरि एकचोटि चेक गरौँ न भनेर सिडी लिएर गएको थियौँ। अनि एकदमै विदेशको चेकअप चाहिँ यस्तो हुने रहेछ भनेर त्यहाँको डक्टरहरू पनि छक्क पर्नुभएको थियो अरे होइन। अनि 50% अझै पनि 50% चाहिँ सासूआमाको मुटुले काम गरेको छ भनेर भन्नुभएको थियो अरे। र सासूआमा एकदमै अहिले पनि हेल्दी हुनुहुन्छ। अहिले 84 वर्ष पुग्नुभयो। अहिले सासूआमाको चाहिँ 84 गर्ने भनेको थियौँ। हामी मेरो माइलो ससुरा बितेर गर्न पाएनौँ। अनि जापानमा एक दिनमा 3 चोटि हस्पिटल, कहिले ग्यास्ट्रिक भन्छ, कहिले के भन्छ गरेर 3 चोटि हस्पिटल लाएर चाहिँ सासूआमालाई बचाएर हार्ट एट्याक अपरेसन गरेको पनि आज 8 वर्ष भयो। सासूआमा जस्ताको तस्तै एकदम टाठी हुनुहुन्छ होइन। सेम यस्तै केस नेपालमा, म नेपाल जाँदाखेरि मेरो अङ्कललाई, मेरो बाबा पनि हार्ट एट्याक भएर बित्नुभएको 9 वर्ष भयो। तर म नेपालमा थिइनँ। म हार्ट एट्याक भएर आइसियुमा हुँदाखेरि यहाँबाट जाँदाखेरि आऊ बाबा यस्तो हुनुभएको छ भनेर जाँदाखेरि चाहिँ बाबा बितिसक्नु भएको थियो, मैले देख्न पाइनँ। तर पछि दोस्रो नेक्स्ट छुट्टीमा म जाँदाखेरि मेरो अङ्कललाई चाहिँ पहिलो दिन श्राद्ध थियो। भोलिपल्ट राम्रै गरेर श्राद्ध गरेर जिरुवाको अनि सब खानापिना सब जम्मा भएर भोलिपल्ट मर्निङ वाक गएर आएर अनि पत्रिका पढ्ने बस्ने गर्नुहुन्थ्यो। त्यसपछि मलाई गाह्रो भयो भन्नुभएछ। अनि टोइलेट गएको जाने अलिकति गाह्रो भयो, हस्पिटल जाम भन्दा हुन्छ भनेर। अनि भिनाजु गाडी लिएर आएर भिनाजुले गाडीमा हस्पिटल लिएर गएर आफै गाडीमा चढेर हस्पिटल गएर गङ्गालालमा
चेक गराउनु भयो। भित्र पसेर एकछिनपछि त क्रिटिकल छ भनेर भाइहरू गथे। भाइहरूले फोन गरे अनि एकै गएको 8 बजे गएको 11 बजेसम्ममा चाहिँ सानुबुवा बितिसक्नु भएको थियो कि नेपाल र जापानको उपचार पद्धति देखेर म छक्क पर्छु। हुन त सानो सानो रोगहरू चाहिँ जापानमा त्यति केयर गर्दैन र अनि हस्पिटललाई पनि एकदम टाइम लाग्छ। हस्पिटल जान पर्ने अपोइन्टमेन्टहरू 1.5 महिना 2 महिनाको अपोइन्टमेन्ट हुन्छन्, टाइम लाग्छ। तर पनि उपचार पद्धति देखेर चाहिँ कस्तो हुन्छ कि अब सासूआमालाई देखेर एकदम खुसी लाग्छ। त्यो जुन बेलामा जापान आउनुभयो, उपचार भयो, उपचारकै लागि आए जस्तो पनि भयो र एकदमै राम्रो भयो। हामी पनि अझै खुसी छौँ। हुनुहुन्छ, टाठै हुनुहुन्छ, बल्ली ओर्नी सब आफ्नो लागि सबै आफै गर्नुहुन्छ। त्यति टाठो हुनुहुन्छ। तर मेरो अङ्कल मेरो बाबा चाहिँ एकैचोटि हार्ट एट्याक भएर हल्का मुखमा रगत देखिने बित्तिकै हस्पिटल लिएर गएको रे भाइहरूले। तर त्यस्तो केही लक्षण थिएन। जान्न मलाई केही भएको छैन त भन्नुभएको थियो। अनि जाँदै चाहिँ बेहोसको बेहोस 3 दिनमा बित्नुभयो। अङ्कल चाहिँ पहिला गएर अपरेसन गरेर आएर फेरि अर्कोचोटि अब राम्रै छ, त्यति गर्न पर्दैन भनेर भन्नुभएको थियो डक्टरले। फेरि जाँदाखेरि अङ्कल चाहिँ आफै गाडी चढेर दिउँसो राम्रै बल्ली ओर्नी भएर जाँदाखेरि त्यस्तरी जाँदा पनि चाहिँ बचाउन सकिएन कि। आज सासूआमाको फेसबुकमा फोटो देख्दाखेरि चाहिँ 8 वर्ष भएछ। अनि त्यो देख्दाखेरि चाहिँ मलाई अनि धेरै याद आयो अनि सम्झिन मन लाग्यो। अनि अर्को कुरा सम्झिन मन लाग्यो, मलाई पनि हिजो यहाँ एकदम दुख्ने भारी हुने भएर हस्पिटल गएको। अहिले भर्खर हस्पिटलबाट आएँ। आउँदाखेरि चाहिँ इसिजी गर्दाखेरि चाहिँ इसिजीमा केही पनि छैन, डराउनु पर्दैन, चिसो ग्यास्ट्रिक हुनसक्छ भनेर भन्नुभयो डक्टरले होइन। त्यही भएर यो हार्ट एट्याक चाहिँ कस्तो के हो भन्ने कुरा चाहिँ पत्ता लगाउनै नसक्ने रहेछ क्या यो जापान जस्तो ठाउँमा पनि। एक दिनमा 3 चोटि हस्पिटल लाग्दाखेरि बल्ल हार्ट एट्याक हो भनेर बल्ल अपरेसन ल्याउनी गर्दाखेरि उस्तै परेर होइन ग्यास्ट्रिक भनेर डक्टरले भो नजाम भनेको भए चाहिँ त्यो त्यस्तै हुने के पचाउनै नसकिने त्यस्तो हुने रहेछ साथीहरू। मेरो अनुभव है। आज 8 वर्ष भएछ। मेरो बाबा हार्ट एट्याकले बितेको 9 वर्ष भयो। सासूआमालाई हार्ट एट्याक भएको 8 वर्ष भयो। अनि कस्तो याद आयो आमा बाबा अनि अङ्कलको।